23-15 है रुकुमको 23 रहेको छ भने नेपाल पुलिस क्लब 15 23-15 यति बेला रविनगर कटिको ठाउँमा विप्सन शाही कोर्ट प्रवेश गर्नुभएको छ। विप्सनको प्रहार थियो। यति बेला फेरि पनि अङ्क रुकुम पश्चिमलाई 24-15 है। यो 14औं सेटमा यदि यो सेट रुकुमले जित्यो भने फाइनल प्रवेश गर्नेछ। पहलको हतराजको राम्रो स्पाइक। यति बेला 16-24 है। पुलिसको 16 रहेको छ भने रुकुमको 24। 16-24 फिनिश गर्दै रुकुम पश्चिम भलिबलले जित्न सफल भएको छ। यति बेला फाइनल प्रवेश गर्न सफल रुकुम पश्चिम। नेपाल पुलिस क्लब भने तेस्रो हुनुभएको छ।